हेलो साथीहरू, वेलकम टु माई ब्लग। आज म टक्क लड्डु फ्लोरा रेस्टुरेन्टबाट प्याक गरेर मेरो दिजुको घरमा जाँदैछु हाउस वार्मिङको लागि। मेलबर्नमा म कहिले यसरी हाउस वार्मिङमा गएको छैन, सो दिस इज माई फर्स्ट टाइम। हेरौँ कस्तो हुँदो रहेछ। फ्लिन्डर स्ट्रिटबाट टक्क ट्रेन समातेर अल द वे टु द क्रेगी बन। अलि टाढा रहेछ सिटीबाट, लगभगै 45 मिनट टु 50 मिनट लाग्दो रहेछ। फेरि त्यहाँबाट मेरो एउटा बहिनी आउनुभएको थियो पिकअप गर्नको लागि। सो हेरौँ कस्तो हुँदो रहेछ आजको हाउस वार्मिङ। एक्सपेक्टिङ टु मच, तर म त खाना खान मात्र गइरहेको हो। अनि लेट्स ह्याभ अ लुक एन्ड लेट्स इन्जोय टुगेदर। Asmita Baini is here to pick me up. Vlog बनाउँदै है। बहिनी पनि हाम्रो ब्लगमा ले जाने भनेको हाउस वार्मिङ हैन। पहिलोचोटि जाँदैछु यो अस्ट्रेलियामा हाउस वार्मिङ भनेर। लेट्स सी कस्तो हुँदो रहेछ। यो आजको मेरो ब्लग यही सम्बन्धी हो कि, त्यही भएर हल्का टपिक छेडिराख्नुपर्छ। के भन्छ? हाम्रो दिजुले उनीहरू आउन मान्छ नि भन्दैन क्या घरमा के अवस्था हुँदैछ घरमा क्या अहिले। ब्लगमा भन्नु के भनेको धेरै राम्रो। हाम्रो दिदीको घर ब्राइट एन्ड साइनी है, ब्युटिफुल। ए बहिनी पनि त आज आएको है। म त यही बस्छ, बहिनी यही बस्छ कि भन्नु सोचिरहेको त। बहिनीलाई फेमस गरिदिन्छु म, सब्सक्राइबरहरू बढ्यो भने मात्रै। राम्रो छ नि, लिभिङ रुम दामी लागेको मलाई। धनियाँ खुर्सानी लगाउने होइन, यहाँ तरकारी रायो अचार पनि छ। ए नेपालीहरूको यो टिपिकल अचार बाहिर राख्दै बानी त कहिल्यै जाँदैन। चाय 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 चाय। एक्सपिरियन्स किचन एन्ड पनि छन्। Oh my God! Wow! साथीहरू आजको हाउस वार्मिङ यही सकिन्छ। हाउस वार्मिङ भनेको त्यही पूजा आजा वेलकमिङ टाइपको पण्डित बोलाएर हुने कुरा हो होइन। र आज चाहिँ एक्चुअली यो गेट टुगेदर काइन्ड अफ सेलिब्रेसन रहेछ। सबै पाहुनाहरू साथीभाइहरूलाई बोलाएर गर्ने कुराहरू होइन। त्यति गरियो, खानासाना खाइयो, एज यु क्यान सी इन द भिडियो। अनि अब यो बहिनीसँगै सरर घर फर्किरहेको होइन, लेट। अनि भोलि मर्निङमा काम पनि छ, अब काम पनि जानु पऱ्यो होइन। सो टिल द नेक्स्ट ब्लग, hope you like the video and don't forget to like, comment and share, subscribe. I'll see you in the next one. Have a good one. Tata.